आज 2083 सालको जेठ 26 गते मङ्गलबार। आज हामी अमेरिकामा घुम्न आएको सिलसिलामा बिहान मर्निङ वाक गर्दैछु। अब म मर्निङ वाकमा निस्केँ। यो मर्निङ वाकको अब बाटो हो। यो मर्निङ वाकको बाटोमा अब यो यतातिर हरियाली चौर छ। मान्छेले हिँड्ने बाटो चाहिँ एउटा पेडेस्ट्रियन छुट्टै किसिमको बनाएको हुँदो रहेछ। यहाँ गाडीको लागि छुट्टै बाटो छ। यहाँको बस्ने घरहरू हुन्। यो चौरहरू हो। अब हामी जमुना र म बिहानको मर्निङ वाकमा निस्केको छु। यहाँको नेपालमा त बर्खा सिजन भए पनि यहाँ त बर्खा सिजन त होइन, तथापि उस्तै छ। यहाँको वातावरण पनि बर्खा जस्तै छ। फरक यति छ कि यहाँ चाहिँ आज बादल लागेको छ, पानी पर्छ, भोलि पानी नपर्न सक्छ, पर्सि गर्मी हुन सक्छ। तथापि समिष्ट रूपमा भन्ने भने गर्मी चाहिँ हुँदैन, जाडो नै हुन्छ। हिउँदोतिर त बाहिर निस्कन सकिँदैन, हिउँ पर्छ। तर आजभोलि यहाँको लागि सबभन्दा राम्रो मौसम हुँदो रहेछ। अझै विस्कन्सिनतिर त्यहाँतिर त सिजनलाई एउटा चाहिँ विन्टर सिजन भन्दो रहेछन्, अर्को सिजनलाई चाहिँ कन्स्ट्रक्सन सिजन भन्दो रहेछन्। भनेको मतलब एउटा सिजनमा केही काम नगर्ने, अर्को सिजनमा निर्माण गर्नुपर्ने, काम गर्नुपर्ने भएको हुनाले त्यसलाई कामको सिजन भन्दो रहेछन्। यिनीहरू घर छन्। यहाँको बिचमा बाटो छ। अलिकति घरको अगाडि केही निर्माण गर्नु पर्दाखेरि यस्तो किसिमको रातो पोलहरू राख्नुपर्छ। यहाँ त्यो हामीले सोचेको भन्दा राम्रो दुबो चाहिँ जस्तै हरियो हुन्छ। कुरा के छ भने 7 दिनमा नै यहाँ यो बढिहाल्छ घाँसहरू। यसलाई चाहिँ काट्छन्। हामी नेपालमा मान्छेहरूले नै काम गर्नुपर्ने, मान्छेहरूले नै यो दुबो रोप्नुपर्ने, घाँस काट्नुपर्ने व्यवस्था गर्नुपर्ने भएको हुनाले हामी कहाँ अलिकति समय लाग्ने भयो। यो सबै मेसिनले काम गर्ने भएको हुनाले हामीले आँखाले देख्ने जति एकै दिन यिनीहरूले काट्न सक्छन्। अब मेसिनले काट्दाखेरि त राम्रो पनि देखिने भयो। मेसिनले रोप्ने, मेसिनले हातले केही काम नगर्ने भएको हुनाले यहाँ काम गर्न छिटो, छरितो, राम्रो, सजिलो हुने। अनि अर्को कुरा, यहाँ मर्निङ वाक गर्न 2-4 कुरामा के पनि राम्रो रहेछ भने यहाँ भुस्या कुकुरहरू हुँदैन। मान्छेहरू भन्ने हो भने कहिलेकाहीँ मात्रै यसो इभिनिङ वाकमा निस्कन्छन् पार्कतिर। त्यो पनि यो ठुलो पार्क पनि होइन। नभए चाहिँ हाम्रो नेपालमा कोभिडको बेला जस्तो सुनसान हुन्थ्यो, त्योभन्दा पनि कम मान्छे त। ल हेर्नुहोस्, यो एउटा यहाँ मान्छेको अनुहारै देखिन्न, मानौ लकडाउन भएको छ कि के अरे यो ठाउँमा भन्ने जस्तै वातावरण छ। यहाँ यी घरहरू यही हुन्। यी सबभन्दा ठुलो घरहरू गाउँको। डाउन टाउनतिर ठुल्ठुला बिल्डिङहरू, बिजनेस बिल्डिङहरू त हुन्छन् नै, तथापि त्यो यहाँ गाउँमा मान्छे बस्ने रेसिडेन्सियल एरियामा चाहिँ ठुला अग्ला घरहरू हुँदैन। एउटा घरको बेसमेन्ट हुन्छ, एउटा माथि घर हुन्छ र त्यसको हाफ हुन्छ ठुलो घरको। अब साना घरहरूको चाहिँ सानाहरूको 2 तला मात्रै हुन्छ। अगाडि गाडी राख्ने ठाउँ हुन्छ। अनि यो सानो कम्युनिटीको 4-5 वटा घरहरूको लागि मात्रै हो। तर 4-5 वटा घरहरूको लागि मात्रै भए पनि
बच्चाले खेल्ने कुराहरू, पोखरीहरू त्यो अनि आराम गर्ने ठाउँहरू यहाँ बनाएको हुँदो रहेछ। हामीले सिद्धान्त पढेको कुनै मान्छेले 8 घन्टा काम गर्नुपर्छ, 8 घन्टा आराम गर्नुपर्छ, 8 घन्टा मनोरञ्जन गर्नुपर्छ भन्ने पढेका थियौँ। तर यहाँका मान्छेहरू फलो गर्दो रहेछन्। कुनै दिन बिदा भयो भने, जस्तो शुक्र र शनिबार हाम्रो नेपालमा शुक्रबार आधा दिन, शनिबार पुरा दिन बिदा भए जस्तै यहाँ शनिबार र आइतबार बिदा हुँदो रहेछ। आइतबार र शनिबार घरमा बस्नु हुँदैन रहेछ। घरमा बस्यो भनेपछि अलिकति मान्छेले हेप्दो रहेछन्, तँ कहाँ गइसे हिजोको बिदामा, विकेन्ड मनाउन कहाँ गइस् भनी सोध्दो रहेछन् साथीहरू। म त फलाना ठाउँमा गएँ, फलाना ठाउँमा गएँ भन्यो भने सान हुने। तर त्यो म घरैमा बसेँ भनेपछि अल्छी लोभी जस्तो भन्दो रहेछन्। त्यसैले घुम्न चाहिँ मन पराउँदो रहेछन्। यस्तो छ उसमा यहाँ गाडीको बाटो। अनि यहाँ जङ्गली जनावरहरू, भुसिया कुकुरहरू पनि हुँदैन, मान्छेहरू पनि त्यति साह्रो हुँदैन। अनि रोड क्रस गर्नुपर्ने अथवा त्यो गर्नुपर्ने परिस्थिति पनि हुँदैन। त्यसैले यहाँ हिँड्नको लागि असाध्यै राम्रो, मर्निङ वक गर्न लागि त असाध्यै राम्रो रहेछ। यस्तो रमाइलो भयो कि मलाई त असाध्यै रमाइलो लाग्यो यहाँ। अब यस्तो छ। अब यो पोखरी, म एकैछिन यो पोखरीको पनि फोटो लिन्छु। यो पोखरी पनि कस्तो छ यो भने, यो पोखरी हो। यहाँ माछा मार्छन् यहाँ दिउँसो बच्चाहरू, अलि मान्छेहरू। तर यहाँ के माछा मार्छन्, तर माछा माऱ्यो भने फेरि त्यसैमा राखिदिन्छन्। खोइ के चलन हो त्यो त मैले पनि बुझ्न सकेको छैन। सायद उनीहरूले आफ्नो मनोरञ्जनको लागि मात्रै माछा मार्छन् होला जस्तो छ। तर आजको मर्निङ वाकमा एउटा कुरा मान्नै पर्छ। अर्को हामी जस्तै मर्निङ वाक गर्ने यहाँको नानीहरू पनि देख्यो, यिनीहरू पनि देख्यो। नभए यसमा यस्तो मर्निङ वाक गर्ने मान्छे देख्नु गाह्रो हुन्छ। अहिले हामी बिहानको बेला भएको हुनाले अब शनिबार र आइतबार बिदाको दिनमा बरु यसमा साना बच्चाहरू आएर खेल्न घुमाउन ल्याउँछन्, यहाँ ल्याउँछन्। अनि हामीहरू मर्निङ वाक गर्दा अथवा पानी प्यास लाग्यो भने यी पानी खाने पनि मान्छेलाई पानी खाने पनि यस्तो किसिमले यो बनाएको हुन्छ। यो खाने पानी हो, यो हो, यति यो आराम गर्ने ठाउँ हो। यी बच्चाहरूको खेल्ने ठाउँहरू हो। बच्चाहरूलाई खेलाउँछन्। बच्चाहरू के हामी पनि यहाँ बसेर खेल्न सक्छु। यस्तो राम्रो छ। कहिलेकाहीँ यस्तो